सम्पूर्णमा नमस्कार। आज म चाहिँ आफूसँग भएको केही अनुभवहरू हजुरहरूलाई सेयर गर्न गइरहेको छु। वास्तवमा उद्घोषण र उद्घोषकमा के फरक छ, यो कुरालाई चाहिँ म सानो उदाहरणद्वारा प्रस्तुत गर्न गइरहेको छु। जस्तो उद्घोषण भनेको चाहिँ एउटा काम हो भने उद्घोषक भनेको चाहिँ काम गर्ने व्यक्ति हो। अर्थात् यसलाई विस्तृत रूपमा उद्घोषण भनेको सार्वजनिक रूपमा कुनै पनि औपचारिक कार्यक्रमको बारेमा जानकारी दिने काम नै उद्घोषण हो र त्यो सार्वजनिक रूपमा घोषणा गरेको कामको बारेमा जानकारी गराउने व्यक्ति चाहिँ उद्घोषक हो है त। त्यसै गरी अब म उद्घोषक र वक्तामा के फरक छ त। उद्घोषक भन्ने त हजुरहरूले बुझिसक्नु भएको छ। अब वक्ता भनेको चाहिँ कुनै पनि निश्चित विषयमा आफ्नो विचार अथवा धारणा प्रस्तुत गर्ने व्यक्ति चाहिँ वक्ता हुन्छ। तसर्थ उद्घोषक र वक्ताका चारवटा चरणहरू रहेका छन्। यिनीहरूको फरकपनको आधारमा प्रथमतः मुख्य भूमिकाको आधारमा, दोस्रो केन्द्रबिन्दुको आधारमा, तेस्रो समय अवधिको आधारमा, चौथो सञ्चार शैलीको आधारमा। यी आधारहरूमा चाहिँ यिनीहरूको धारणा चाहिँ फरक रहेको छ। त्यस्तै अब उद्घोषक भनेको त कार्यक्रम सञ्चालन गर्ने एउटा व्यक्ति। जस्तो कुनै पनि गाडीको ड्राइभर, क्याप्टनलाई चाहिँ उद्घोषकको रूपमा लिन सकिन्छ भने त्यो गाडीमा सवार गर्ने यात्रुलाई चाहिँ वक्ताको रूपमा हेर्न सकिन्छ। यति भन्दै म उद्घोषकले कार्यक्रम सञ्चालन गर्नु पूर्व के कुराहरूमा ध्यान दिनुपर्छ अथवा उद्घोषकको रोल के हुन सक्दछ त भन्ने बारेमा हजुरहरूलाई जानकारी गराउन गइरहेको छु। उद्घोषकको भूमिका कार्यक्रमको सुरुवात गर्ने कसरी भनेर कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने, श्रोता र कार्यक्रम बीचको सम्बन्ध मजबुत बनाउने र अप्रत्याशित परिस्थितिहरूको व्यवस्थापनमा सहयोग गर्ने भूमिकाहरू रहेको हुन्छ। अब म उद्घोषकले कार्यक्रम सञ्चालन गर्दा कस्तो ढाँचाहरू तयार गर्नुपर्दछ अथवा फर्मेट कसरी तयार गर्नुपर्दछ भन्ने बारेमा हजुरहरूलाई जानकारी गराउन गइरहेको छु। प्रथमतः उद्घोषकले कुनै पनि एउटा स्लोगन, मुक्तक वा कविताको माध्यमबाट श्रोताहरूको ध्यान आफूतिर केन्द्रित गर्नुपर्दछ। त्यस पछाडि परिचय अथवा स्वागत गर्नुपर्दछ। परिचयभित्र संक्षिप्त रूपमा मिति, स्थान अनि आयोजक संस्था, विषयवस्तु, कुन विषयवस्तुको हो त्यो विषयवस्तु आदिको बारेमा चाहिँ जानकारी गराउँदै सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुपर्दछ अथवा अभिवादन गर्नुपर्दछ। त्यस पछाडि अर्को स्टेपमा चाहिँ सभाध्यक्षको आसन ग्रहण गराउन लगाउनु पर्दछ। सभाध्यक्षको आसन ग्रहण गराउँदा कार्यक्रम सञ्चालन गर्ने संस्थाको अध्यक्षलाई नै सभाध्यक्ष बनाउनु पर्दछ। त्यस पछाडिको चरणमा प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरूलाई चाहिँ ड्यासमा आसन ग्रहणको लागि अनुरोध गर्नुपर्दछ सभाध्यक्षको आज्ञाले। त्यस पछाडि उहाँहरूलाई चाहिँ कसरी आसन ग्रहण गराउने त भनेर चाहिँ एउटा सानो उदाहरण प्रस्तुत गर्न गइरहेको छु। आजका यस कार्यक्रमका आकर्षक व्यक्तित्व प्रमुख अतिथि दमक नगरपालिकाका नगरपिता, मेयर, सामाजिक अभियन्ता, धार्मिक अभियन्ता, कुशल नेतृत्व गर्ने क्षमता भएका व्यक्ति, कुशल राजनीतिज्ञ र सम्पूर्ण दमक नगरीका मनमा बस्न सफल रहनुभएका नगरपिता आदरणीय श्री रामकुमार थापाज्यूलाई आजको यस कार्यक्रमको
प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुनको निमित्त हार्दिक अनुरोध गर्दछु भनेर मञ्चमा बोलाउने। भन्न खोजेको कुरा के हो भने यो स्टेपमा चाहिँ प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरूलाई ड्यासमा आसीन गर्न बोलाउँदाखेरि उहाँहरूको पृष्ठभूमिको बारेमा, व्यक्तिगत जीवनको बारेमा, पेसा व्यवसायको बारेमा, उहाँहरूसँग जोडेका विषयवस्तुहरूको बारेमा चाहिँ जोडेर मात्रै आसन ग्रहण गराउने भन्न खोजिएको हो। त्यस पछाडि प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिज्यूलाई चाहिँ पुष्पगुच्छ, रुद्राक्षको माला अथवा फुलको मालाद्वारा स्वागत गर्नुपर्दछ। त्यस पछाडिको चरणमा भनेको कार्यक्रमको उद्घाटन गर्नुपर्दछ। कार्यक्रमको उद्घाटन गर्दा दुई तरिकाले गर्न सकिन्छ। एउटा ब्यानर पढेर, दोस्रो भनेको पानसमा दियो बालेर अथवा बिरुवामा पानी हालेर पनि कार्यक्रमको उद्घाटन गराउन सकिन्छ। त्यस पछाडि सम्पूर्ण सहभागीहरूलाई उठेर राष्ट्रिय गानमा सरिक भइदिनको लागि अनुरोध गर्दछु भन्दै राष्ट्रिय गानमा सरिक गराउने। यहाँ एउटा कार्यक्रम सञ्चालकले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने हजुरले सुरुवातको बेलादेखि नै होइन, परिचयदेखि लिएर चाहिँ कार्यक्रमको समापन गर्दाखेरिसम्म जतिवटा चरणहरू छन् त्यो चरणमा चाहिँ प्रत्येक चरण पछाडि चाहिँ धन्यवाद ज्ञापन गर्न चाहिँ बिर्सनु हुँदैन है। त्यस पछाडि राष्ट्रिय गान पछाडि मौन धारणमा चाहिँ हाम्रा ज्ञात अज्ञात शहीदहरूको सम्झनामा 1 मिनेट मौन धारणको लागि सबैजनालाई उठेर सरिक भइदिनु हुनको निमित्त हार्दिक अनुरोध गर्दछु भनेर मौन धारण गर्न लगाउने। त्यस पछाडि कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखिदिनु हुनको निमित्त यसै कार्यक्रमका अथवा यस कार्यक्रम सञ्चालन गर्ने संस्थाका उपाध्यक्ष अथवा संस्थाले तोकेको व्यक्तिलाई चाहिँ स्वागत मन्तव्य चाहिँ राख्न लगाउने। र स्वागत मन्तव्य राख्न लगाउँदाखेरि ध्यान दिनुपर्ने कुरा भनेको त सम्बोधन गर्ने अतिथि, प्रमुख अतिथि, विशिष्ट अतिथिहरूलाई चाहिँ सम्बोधन गर्ने कुरा त छँदैछ होइन, स्वागत गर्ने। त्यस पछाडि अन्तिममा आफ्नो औचित्यसहित 3 पटक स्वागतम 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 भनेर मात्रै होइन कार्यक्रमको स्थानबाट बाहिरिने। त्यस पछाडि आएर सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गरेको हुन्छ। कतिपय कार्यक्रमहरूमा यदि सांस्कृतिक कार्यक्रम राखिएको रहेछ भने विभिन्न किसिमका सांस्कृतिक झाँकीहरू, गीतहरू होइन, त्यस पछाडि कुनै नृत्य नाटकहरू छन् भने त्यो पनि प्रस्तुत गर्न लगाउन सकिन्छ, जसले चाहिँ कार्यक्रमलाई थप ऊर्जा दिन्छ, आकर्षक बनाउँछ। अनि त्यस पछाडिको चरणमा भनेको शुभकामना मन्तव्यका कुराहरू राख्न सकिन्छ। र यसमा चाहिँ एउटा नियम छ है, जस्तो सानोबाट ठुलो पहिला शुभकामना मन्तव्य राख्न लगाउँदा अतिथिलाई, त्यस पछाडि विशिष्ट अतिथिलाई, अनि मात्रै अन्त्यमा प्रमुख अतिथिलाई शुभकामना मन्तव्य राख्न लगाउनु पर्ने हुन्छ। यो चाहिँ कार्यक्रम सञ्चालनको नियम पनि हो। त्यस पछाडि त्यहाँ सहभागी मध्ये कसैले शुभकामना मन्तव्य राख्न मन गर्नुभयो भने उहाँहरूलाई पनि मन्तव्य राख्न लगाउन सकिन्छ। त्यस पछाडिको चरणमा भनेको पुरस्कार, सम्मान र मायाको चिन्हहरू वितरण गर्न सकिन्छ, जसमा चाहिँ प्रमुख अतिथिको हातबाट होइन मायाको चिन्ह अथवा सम्मानहरू गर्ने कार्यक्रमहरू हुनसक्छ। त्यसमा चाहिँ अतिथि र विशिष्ट अतिथिहरूले पनि सरसहयोग गर्नुहुनेछ। त्यस पछाडि कार्यक्रम समापनको अन्तिम चरणमा पुगिसकेपछि कार्यक्रम सञ्चालन गर्ने सञ्चालककर्ताले के कुरामा ध्यान दिनुपर्दछ भने अब चाहिँ यस कार्यक्रमको समापन गरिदिनु हुनको निमित्त आजका यस कार्यक्रमका सभाध्यक्षज्यूलाई चाहिँ यस कार्यक्रमको औचित्य, महत्त्व, सफलता असफलता आदि सबै कुराहरूलाई टेकेर चाहिँ कार्यक्रमलाई चाहिँ समापन गरिदिनु हुनको निमित्त हार्दिक अनुरोध गर्दै म कार्यक्रम सञ्चालिका अथवा कार्यक्रम सञ्चालक चाहिँ आजको यस कार्यक्रमबाट ओझेल पर्न चाहन्छु। हवस् त, धन्यवाद भनेर कार्यक्रम समापन गर्नुभन्दा अगाडि आफूले बिदा लिने गर्नुपर्दछ। र सभाध्यक्षले कार्यक्रम समापन गरिसकेपछि सम्पूर्ण कार्यक्रमको ढाँचा चाहिँ पूर्ण रूपमा सफल रहन्छ भन्दै
कार्यक्रम सञ्चालन गर्ने क्रममा कार्यक्रम सञ्चालक एउटा यस्तो व्यक्ति हो जसले चाहिँ यस्तो फुलको काम गर्दछ जसमा अतिथि मञ्च र श्रोताहरूलाई आकर्षित गर्ने सँगसँगै कार्यक्रम भद्दा लामो सञ्चालन गर्नुको सट्टा छोटो छरितो र समयलाई व्यवस्थापन गर्दै समयको पाबन्दीलाई ध्यान दिँदै छोटो छरितो रूपमा कार्यक्रम सञ्चालन गर्दा चाहिँ कार्यक्रम आकर्षक हुन्छ आजको समयमा भन्दै आफूसँग भएका अनुभवहरू यहाँहरूमाझ राख्दै म आज बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद।